वाह विदुर दुर्वासा उ बेलामा दुर्वासा नामक एउटा ऋषि तपस्या गरेका रहेछन् यस्तै लेखा तपस्या गरेका रहेछन् तपस्या गर्दा गर्दै डाकुहरूले चोरहरूले चोर त अब त राजाको खजना अब त्यो बेलाको अब त हिरा मोती के चोरेर डाकुहरूले लिएर गएछन् यताको हात निकाल्नु न त्यसपछि हात निकाल्नु भा हात निकाल्नु त लिएर गएछन् त्यहाँ लिएर गए दुर्वासा ऋषि ध्यानमा रहेछन् बिहानको ध्यानमा रहेछन् चोरहरूले त्यहीँ राखेछन् र चोरहरू भागेछन् प्रहरीहरू खोज्दै 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 आएछन् खोज्दै खोज्दै आएपछि ए तैँले चाहिँ चोर नै ऋषिले भनेर दुर्वासा ऋषिलाई पहिला चलाउने ओर्नेको ध्यानमा चलाउने ओर्ने गरेछन् त्यसपछि अनि दुर्वासा ऋषि निस्किएपछि मैले चोरे आएन केही गरे आएन भनेपछि तँ नचोर कल चोर त तेरो घरमा तेरा यी खर खजाना कहाँ आयो त तँ नचोरे भा भनेर भनेपछि लगेर राजाले फल्ना ऋषिले चाहिँ चोरे त्यो राजालाई सुलिया चढाउनु पर्छ भनेर त्यो राजाले सजाय दिएछन् त्यो ऋषिलाई सजाय दिएछन् ऋषिलाई सजाय दिएपछि ऋषिलाई सुलीमा चढाएछन् अब 2 वर्ष 4 वर्ष कति वर्ष पछाडि त्यो अब त्यो बेलाका ऋषिहरू धेरै वर्ष बाँच्ने के अरे अनि ऋषि चाहिँ जिउँदैछन् गरे सुलिया चलाए पनि भने फेरि राजा थिम खबर पुगेछ त्यहाँ सुलीबाट झारेपछि ऋषिलाई जात्रै पिर परेछ पिर परेपछि अब के गर्ने त कहाँ जान्दै न्याय खोज्न भनेपछि माथि धर्मराज कहाँ न्याय खोज्न चाहिँ जसले चाहिँ तुलो बनाएर जसले जोग थियो त्यही गएर धर्मराजका गुरु थिम गएछन् दुर्वासा ऋषि उहाँ धर्मराज थिम पुगेछन् पुगेपछि ए प्रभु मैले के गल्ती गरेको थिएँ त चोर त अर्कैले चोरिया थियो मैले केही गल्ती त गरिएको थिइनँ तैँले मलाई किन यत्रो सजाय दिस् त भनेर भन्दाखेरि त्यो धर्मराजले के भनेछन् भने तैँले बच्चामा केटाकेटीको उमेरमा किरा फटेङ्ग्रा मारिस त्यसैको सजाय तँलाई सुली चलाएको भने धर्मराजले भनेछन् त्यसो भनेपछि दुर्वासा ऋषिलाई जात्रै जनपिर परेछ उ बेलाका ऋषिहरूले फेरि भनेपछि लाग्थ्यो अनि त्यसो भए तैँले मलाई केटाकेटीको उमेरमा त कसले के गर्छ कसलाई के थाहा हुन्छ र केही थाहा त हुन्न नि कसै के त जान्दैन त्यो त बालक भनेको त भगवान समान हो भनेपछि तैँले मलाई यत्रो सजाय दिइस् हेरे धर्मराज तँलाई यो पृथ्वी लोकमा त झर्दाखेरि